साथीहरु यो मेरो साथीको चाहिँ फेसबुक आइडी अनि यसमा चाहिँ मलाई यसो खालको चाहिँ देखे त्यसमा मैले यसरी हेरे पनि किनभने मैले पनि विश्वास गरे यसरी 5 लाख आउँदै रहेछ भनेपछि चाहिँ म पनि शक भए है यो भन्दा पहिला अर्को आइडी पनि देखेको थिए के अनि त्यसमा फेरि मैले मेसेज गर्दै रिप्लाई आएको थिएन अरु कोही मान्छे थियो यस्तो खालको चाहिँ मलाई पनि पठाइरहेको थियो मैले यसमा क्लिक गरेको थिएन सो यसमा क्लिक नगरेको सकेपछि मैले केही दिनपछि यसरी बोल्ने क्रममा साथी होला भने यसरी बोले त्यो क्रममा यस्तो भिडियो आयो हेर्नै साथी Okay, I invest 50,000 and I got back 5 lakhs in 2 hours. All thanks to Jennifer and so happy. You all have to invest with C. Thank you. अनि जब मैले मेसेज गरे त्यो क्रममा चाहिँ के भयो भनेदेखि 30 मिनेट माइनिङ गर्दाखेरि चाहिँ 5 लाख जति पनि कमाउन सकिन्छ भन्ने कुरा आयो इन्भेस्ट गर्नु समथिङ 10,000 या जति पनि गर्न सकिन्छ भन्ने कुरा आयो हैन त्यसपछि मैले टेक्स्ट गर्दै बसे किनभने यो भन्दा अगाडि नै मैले साथीले फोन गरेको थिए के यो रियली हो र तिमीले के साँच्चै 5 लाख पायो भने उसको यो आइडी को बुवा चाहिँ साथीको बुवा चाहिँ अलरेडी बिमार हुनुहुन्थ्यो के त्यो क्रममा मैले हेल्प पनि गरेको थियो उले पनि हेल्प मागेपछि अनि आज दिनभरको लागि इत्यादि भन्दै 2-3 दिन चाहिँ अब हस्पिटल हुने क्रममा मैले यसरी चाहिँ के भन्छ अगाडि चाहिँ एक आपसमा चाहिँ हेल्प गरिरहेको थियो 81 यो आइडी बाट अब 5 लाख चाहिँ उले इन्कम गरेको देखेपछि कसरी होला भनेर अनलाइन आएर हेर्दाखेरि अफलाइन गएको रहेछ अनि 3 दिनपछि मैले कल गरे कल गर्दाखेरि त के हो साथी तिम्रोमा त अनि यसरी पैसा कमाइरहेछ त्यही भएर नबोलेको हो भने मैले फेरि अनि त्यो जब उले पैसा चाहियो भन्ने बेलामा त अब पछिको दिनमा चाहिँ लास्ट डेमा त म अनलाइन आएको थिएन किनभने अलिकति म आउट भ्याल्ने नै थियो अलि नेट चलेको नि थिएन त्यो दिन अलि बिजी नै थियो सो त्यो क्रममा चाहिँ कल गर्ने बेलामा त्यो आइडी मेरो अलरेडी ह्याक भइसकेको छ स्क्यामरले स्क्याम गरेर चाहिँ यसरी फसाउन सकिन्छ त्यो आइडी अलरेडी ह्याक भइसकेको छ त्यहाँबाट आएको जति पनि लिंक छ त्यसलाई चाहिँ क्लिक नगर्दिनु होला सेम टु सेम आइडी मैले न्यू बनाएको छु त्यसमा चाहिँ एक्सेप्ट गर्नु होला मैले फ्रेन्ड रिक्वेस्ट पनि पठाएको छु भने साथीले उताबाट रिक्वेस्ट त्यो आएपछि जानकारी पाइसकेपछि चाहिँ मैले यसरी टेक्स्ट गर्दै बसिरहेको थिएँ उले चाहिँ मलाई यसरी पठाइरहेको थियो कि अब त्यो वीरगञ्ज अनि के आली भनेर त्यो पठाइरहेको थियो अनि क्यूआर कोड भनेको क्यूआर कोड यसरी पठाइरहेको थियो मलाई है अघि तपाईले देख्नु भयो होला सायद जति पनि मैले टेक्स्ट गरे चाहिँ अलि एकदम फास्टली मैले यहाँ भिडियो बनाएको छु किनभने उले टाइम लिँदै बोल्दै गरिरहेको थियो है सो नेपालीले हामीलाई यसरी ठगिरहेछ है साथीहरु कुनै पनि अवस्थामा आफ्नो साथीले चाहिँ पैसा माग्यो भन्ने बित्तिकै चाहिँ पैसा दिने काम पनि नगर्नु होला अनि सो यो चाहिँ साँच्चै तिमी सकुन भाइ नै हो यो आइडी को मान्छे हो भन्दा भने के अब किनभने त्यहाँको उसको फेस र यसको फेस डिफरेन्ट नै छ अनि किनभने उले फेरि अलरेडी मलाई जानकारी पनि दिइसकेको थियो यो चाहिँ पुरा फ्याक हो भनेर अनि स्क्याम गरेर यो आइडी ह्याक गरेर उले चलाइसक्यो भनेर मलाई भनेको थियो सेम केस अब अर्को साथीले पनि अब त्यो भइरहेको थियो पहिला पनि लकली मैले चाहिँ त्यो बेलामा क्लिक गर्ने रहेछु उले पठाएको लिंकमा है कुनै पनि यस्तो अवस्थामा लिंक यस्तो खालको लिंक आयो भने चाहिँ क्लिक नगर्नु होला जुनसुकै अवस्थामा तपाईको अकाउन्ट ह्याक हुन्छ र मोबाइल सेटिङ भएको इत्यादि अब कुनै पनि चीज कहिलेकाहीँ ह्याकरले ह्याक गर्न सक्छ के अब प्राय जसो मान्छेले अकाउन्ट नम्बर बैंक नम्बर हैन आफ्नै रियल आइडी रियल फोन नम्बरबाट खोलेको हुन्छ नि त त्यो अवस्थामा चाहिँ अब उले जुनसुकै अवस्थामा जे पनि गर्न सक्छ होला है त्यति हामीसँग त्यति नलेज छैन त्यो भएर चाहिँ यसरी पैसा माग्ने काम हुन्छ आफ्नो साथी भनेर चाहिँ अब त्यति सारो त्यो खासै वास्ता नगरिकन हामीले चाहिँ साथीले आपद विपद परेछ भनेर चाहिँ कहिलेकाहीँ हुन्छ नि पैसा पठाउने काम हुन्छ अब यसको नाममा फल्नाको नाममा डिस्काउन्ट भन्ने हुन्छ है सो यसरी क्यूआरहरु पठाइरा हुन्छ है शराफत
अली भनेको छ, यो चाहिँ नोबेल ब्याङ्कको पठाएको रहेछ मलाई, यसरी पठाएको थियो है। सो उसले फेरि बारम्बार यसरी चाहिँ बोलिरहेको थियो, अनि यसरी पठाएर यसरी इत्यादि हेन तेन है, अक्रम बक्रम जे पनि अब हुन्छ नि इत्यादि बोल्दै थियो। म पनि खास ऱ्यान्डमली बोलेँ। त्यसो ऱ्यान्डमली बोल्ने क्रममा चाहिँ यति भयो कि समथिङ 1 आवर नै अब टाइम लस पनि भयो, अनि जान्ने बुझ्ने मौका पनि मिल्यो। त्यही क्रममा त्यो अब लिङ्कमा मैले क्लिक पनि गरेन, अनि त्यो व्हाट्सएपको लिङ्क हो भन्ने इत्यादि भनिरहेको थियो, त्यस्तै हो। सो साथी कि अब हामी प्रिपेयरली चाहिँ बस्नुपर्ने हुन्छ कि अब कुनै पनि अवस्थामा ह्याकरले यसरी स्क्याम गर्न सकिन्छ। सो साथी हो, मैले चाहिँ अब जानेको कुरो आफूले यसमा के छ वास्तविकता हैन रियालिटीमा, त्यो चाहिँ मैले यसरी स्क्रिन भिडियो गर्दै मैले यसरी राखेको छु। स्टे सेफ, स्टे अलर्ट है साथीहरू, बी केयरफुल, राम्रोसँग आफ्नो ख्याल गर्दै बस्नु होला। यही आइडियाबाट चाहिँ कतिपय साथीहरूलाई पनि रिक्वेस्ट आयो होला, यदि आएको छ भने अब बुझेर सिधै ब्लक गरिदिनु होला, किनभने मैले लास्टिङमा चाहिँ यसरी पुगिसकेपछि ब्लक पनि गरेको छु, देख्न सक्नुहुनेछ है। अब मैले फोन पनि गरेँ, फोन पनि उठाएन। सो त्यसपछि मैले लास्टमा गएर ब्लक पनि गरेको छु, किनभने कुनै पनि अवस्थामा मैले यो आइडीमा आएको मेसेजलाई क्लिक गरेँ भने मेरो आइडी पनि ह्याक हुन्छ भनेर। हस्त नमस्ते, धन्यवाद।